टाढ्याउँ आजको काम है साथीहरू, आजको यस्तै छ काम। के गर्नु हजुर, दाउरा हम्मर दाउरा फोर्न पर्छ है साथीहरू। काम कस्तो छ भनेर सोध्छ नि, हेर्नुहोस् काम कति सजिलो छ। टक्क लाएर बस्ने हो, टक्क दाउरा टक्क यसरी भाँच्ने होइन, यता हाल्ने, यता चाहिँ थुप्रो यस्तो बनाउने, यहाँनिर चाहिँ थुप्रो यस्तो बनाउने हो। टक्क लाएर अब यसलाई यस्तो हो, कस्तै एकदम सजिलो काम। काम एकदम सजिलो छ। टक्क दाउरा यसरी टक्क फोर्ने, टक्क यसरी टक्क गर्ने होइन, अनि टक्क यता फाल्ने। अलिक ठुलो भयो अब पस्दैन, अब त्यो आगो ताप्ने हो कि यसले, फेरि हामीले पनि ताप्ने आगो फेरि। अब यो अलिक पस्दैन होइन, अब यसलाई फेरि टक्क लगाएर सानो यत्रो बनाउने भयो नि। अब यत्रो बनाउने टक्क यसरी फाल्ने होइन, यस्तो हो साथीहरू। के गर्ने यस्तै छ है, हेर्नु यस्तो यस्तो दाउरा छ। यो दाउरा फेरि कामै न, नेपालको जस्तो हुन्न फेरि, यो कामै नलाग्ने। यो कस्तो भन्दा त्यो खेतबारीमा पाउँछ त्यो सम्ठी भन्ने हो, त्यस्तै हुन्छ यो। कमल हो, हल्का हुन्छ होइन। आज चाहिँ कति भन्दाखेरि 2026 अनि जनवरी फेब्रुअरी मार्चको आज 9 तारिक, आज 9 तारिक हो होइन। त्यस्तो छ काम 9 तारिकको होइन। टाइम पास भएको छ, ठिकै भएको छ। पैसा आउनु पऱ्यो कि होइन, अरूभन्दा पैसा आउनु पऱ्यो मेन कुरा। पैसा आएपछि यस्तो काम भन्ने कुरा जति नै गरिन्छ के अन्त होइन। अब गर भनेपछि गर्नै पऱ्यो है, तर दामी हो काम त यस्तो। यहाँ पुरा थियो होइन, पुरा थियो त्यस्तो फालेट, त्यो पुरै फोरेर चाहिँ भ्याएर आगो ताप्ने फेरि हामी नै हो। फेरि त्यहाँभित्र आगो ताप्ने हामी नै हो। फेरि यो जाडो छ, काम छैन, काम नभएको भएर हो त्यस्तो गरेको। काम छैन नि त अहिले कम्पनीमा काम त छ, तर सानोतिनो थोरै छ। अब यस्तै हो, दामी हो दाउरा फोर्ने, टक्क लगाएर फेरि यो भोलि बिहान हामी आफै ताप्ने हो सानो टक्क लगाएर है साथीहरू। यस्तै छ, मजा छ मजा छ। त्यस्तरी टक्क हान्ने होइन, त्यसरी टक्क यसलाई अब टक्क निकाल्ने हो, टक्क लगाएर यस्तै छ है। टक्क दाउरा निकाल्ने होइन, मजा छ। हो त्यहाँ हाम्रो केरलाको साथीहरू थियो, त्यो त्यसको नाम ज्याकब हो, उसको त्यसको नाम चाहिँ अनिल भाइ हो होइन। उनीहरू पनि डेन्जर दाउरा फोर्नेको एक्सपर्ट हो उनीहरू पनि। इन्डियाबाट सिकेर आएको दाउरा फोर्ने, यहाँ टर्कीमा आएर सिकाउँदैछ टर्कीको मान्छेलाई दाउरा फोर्न। म चाहिँ नेपालबाट आएको हो, दाउरा फोर्ने टर्कीमा सिकाउँदैछ मान्छेलाई होइन। यस्तै छ, के गर्ने होइन। टक्क लगाएर यस्तो निक्लिन्छ होइन। यसलाई अब दुईवटाबाट बनाउनु पर्छ, यसलाई टक्क लगाएर यस्तो होइन, टक्क लगाएर पन्जा लाउने होइन। दामी छ गडा हो, दामी छ। रमाइलो छ। ल साथीहरू है, बाई बाई साथीहरू, बाई बाई। कोलागेसन नमस्कार, बाई बाई। उनीहरूले बाई 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 बाई। उता ज्याकब बाई बाई। उनीहरू चाहिँ हिन्दुस्तानबाट आएर चाहिँ यहाँ टर्कीको मान्छेलाई दाउरा फोर्न सिकाउँदैछ भन्दाखेरि मजा जस्तो लाग्छ, तर साँच्चीको है। ल लाएर साथीहरू है, फेरि यस्तै हो काम त। फेरि यो भन्ने टक्क फोर्ने होइन, त्यहाँ तिनीहरूले खोज्दैछ। अब म फेरि यता के भन्छ टुल्याउँदैछु। यस्तै हो, के गर्नु त नि होइन। रमाइलो छ, टाइम पास छ, मजा आउँछ। यो दाउरा फेरि किन परेको भन्दाखेरि यो होइन बिग्रेको हो कि, यो कुहिएर जान्छ होइन। त्योभन्दा बरु अहिले जाडो छ नि त, अहिले हिउँ पर्छ, त्यही भएर आगो ताप्नलाई हो यो फोरेको चाहिँ। यो कुहिएर जान्छ क्या। यो कस्तो खाले काठ हो भन्दा हेर्नु न, यस्तो छ कि खोक्से काठ हो क्या, यो कुहिएर जान्छ, हातले भाँच्नु पनि सक्छ यो। त्योभन्दा बरु आगो ताप्न त हुन्छ नि त कमसेकम।
जाडोमा आगो ताप्नु भनेर हो। यस्तो अनर्थ चाहिँ नसोच्नु है, माल है टक्क लगाएर हेर्नुहोस् है। आफ्नो घन छ टक्क घनले हान्ने टक्क यसरी गर्ने। अनि उता देखेछ नि त्यो कता गएमा यसरी नदेख्दो रहेछ। त्यो त्यसले पऱ्यो होइन, त्यसले जान्छ अब त्यो त्यसले पर्छ त्यो टक्क लगाएर। अहिले मेरो यो सकिएपछि फेरि होइन, यो सकिन्छ सकिएपछि फेरि मैले पर्नुपर्छ हुन्छ है साथीहरू। हेर्नुहोस् अहिले म देखाउन सक्छु फेरि। साथ सपोर्ट र माया पनि देखाइदिनु होला, यसो हेरिदिनु भएको छ भने है, त्यही हो अरू त केही नै होइन। फेरि यस्तै टक्क लगाएर हाल्ने हो। फेरि यो त रक्सी पार्ने दाउरा दामी हुँदो रहेछ नभन्नु। फेरि यो चाहिँ फेरि हाम्रो टक्क लगाएर आगो ताप्ने मात्रै हो होइन। अब यहाँनिर त अब यस्तो नेपालको जस्तै दाउरामा आगो के अरे भात सात पकाउँदैन नि त यता। अब यो चाहिँ आगो ताप्ने होइन, त्यही हो मजा आउँछ। घाम ताप्ने होइन, घाम छ माथि आकाशमा डरो, त्यो घाम ताप्ने दाउरा के ल्याएर बस्ने हो। अहिले ब्रेक टाइम हुन्छ, त्यसपछि चट्ट लगाएर चियाएर बिस्कुट खान जाने हो फेरि होइन, त्यही हो टक्क लगाएर यस्तै छ केटाहरू होइन। दाउरा भाँचेर पनि पैसा आउँछ कि फेरि विदेशमा चाहिँ यस्तो दाउरा भाँचेर पैसा आउँछ के भन्ने होइन। त्यही भएर केटा हो विदेश आऊ दाउरा भाँचेर पैसा कमाऊ, यस्तै हो टक्क लगाएर होइन। यस्तै अब देखि हेर्नुहोस् अब यो अब यस्तो छ नि, यस्तो यसलाई फुकाउनु पर्छ नि, पानी हुन्छ कि त्यो खट्टाले यस्तो हो होइन। अब यसलाई होइन टक्क यसरी पल गरेर यसरी बनाएर अब दुईवटा भयो नि टक्क। फेरि धेरै ठुल्ठुलो नि गर्दा हुन्न है, फेरि ठिक्क ठिक्क सानो सानो हो कि त्यो के भन्छ त्यो आगो ताप्ने एउटा कस्तो हुँदो रहेछ क्या यहाँ फेरि होइन, के भन्छ त्यसलाई मनाङ मुस्ताङतिर हुन्छ है त्यो घरभित्र भान्सामा आगो ताप्ने त्यस्तै हुन्छ। तर त्यहाँ चाहिँ भात पकाउन मिल्छ नि, यहाँ चाहिँ फेरि मिल्दैन कि त्यो आगो मात्रै ताप्न लाग्यो कि फेरि त्यो कस्तो भन्ने यार। माल छ केटा माल छ, मजा छ, टाइम पास हो केटा। अहिले फेरि भित्र काम पऱ्यो भने फेरि भित्रबाट मेरो काम गर्ने त्यो उयो छ कि मभन्दा ठुलो ठुलो सिनियरहरू छ, उनीहरूले बोलाउँछ मलाई फेरि आइज काम आयो भनेर बोलाउँछ, त्यो बेला कुद्दै जानुपर्छ फेरि। अन्त भित्र पनि काम त त्यस्तै हो होइन, मजै छ तपाईँले देख्न सक्छ। तर अहिले चाहिँ काम छैन कि, काम त छ तर मेसिन बनाएर यहाँ मेसिन बेच्न लिएर गएको छैन, त्यही हो। ल साथीहरू अहिले एकछिन पछि भेटौँला है फेरि है, अहिले एकछिनमा है साथीहरू। Oi, Jacob, come here. Say something for my audience, my viewer. Come. Say something for. Say something. Say something. Hello guys, welcome to my friend vlog. Eta, you have to say there. Say something. Say something, bro. Why you are not speaking, bro? You dumb or what? यस्तै छ साथीहरू, के गर्नु है, यस्तै छ, यस्तै रहेछ जिन्दगी। यहाँ चाहिँ मेरो क्वार्ट भन्दा रे होइन, मसँग काम गर्ने हाम्रो मुदिरा आँखा कि हो त्यहाँनिर गह, तर देखाउँदिनँ म तपाईँहरूले। यस्तो पछि हेर्नु मन लाग्यो म पछि गएर देखाउन सक्छु है, अहिले चाहिँ देखाउँदिनँ।
किनभने अब यस्तो हो कि देखाउनु हुँदैन होइन, देखाउनु मिल्दैन, त्यही हो साथीहरू। यो आज बिहानदेखि दाउरा यसरी गरेको अवस्था हो एउटा हो। त्यस्तरी हो, त्यसले त्यहाँ बोरामा हाल्न लिएर गएको नि होइन, फोऱ्यो टक्रा, त्यसले बोरामा लिन उ गरेर टुक कपाल खोल्नु पऱ्यो यार होइन। कपाल फेरि अलिक हिरै छ कि फेरि देखाउन पनि फेरि होइन। त्यो टक्क लाएर अब टक्क लाएर यस्तै एउटा होइन, विदेशको काम भनेको यस्तै हो रहेछ होइन। पहिला थाहा थिएन, अब अहिले चाहिँ बिस्तारै बुझ्दैछ होइन। टक्क लाएर त्यसले उठाएर लिएर गएको नि होइन, त्यो उठाएर लिएर जान्छ त्यहाँ भर्छ कि त्यो। इन्डियाको हो तर यिनीहरू मिल्ने छ, त्यस्तो नराम्रो के भन्दैन। लाटो हो त्यो त, लाटो। अहिले म बोलाउँछु है त्यसलाई। हेर्नु है, हेलो ज्याकब, केही गर्दैन त, लाटो जस्तै हो, हेर्छ हाँस्छ। ज्याकब, त्यसको नाम चाहिँ ज्याकब हो। फेरि उसको नाम, हिज नेम इज ज्याकब, हि इज फ्रम केरला, इन्डिया। He is almost 26 years old, and now we are same in our company, still over here, and okay, no problem. That's much for today. आजलाई यति नै है, किनभने अब म ब्लग पनि अब बन्द गर्छु कि अब यो होइन धेरै लामो कुरा चाहिँ फाइदा छैन। कामै यही हो, यो दाउरा फरक कति देखाउने हो तपाईँहरूलाई होइन। त्यही यसो फेरि पनि होइन मेमोरी हुन्छ भनेर बनाउनु लाग्यो कि होइन, के हुन्छ र बनाउने होइन, पछि सम्झना त हुन्छ नि होइन। यस्तरी गरेको थियो होइन, यहाँ धेरै बेर त बस्दैन, 1-2 साल बस्ने, 1-2 साल बस्ने टाइम पास, त्यसपछि चाहिँ आफ्नो सुरले जाने हो। त्यस्तै छ एउटा काम चाहिँ। फेरि मैले होइन पछि पनि देखाउँछु मेरो काम, ओरिजिनल काम चाहिँ के हो भनेर। अहिले काम नहुँदा मात्रै होइन, यो ओरिजिनल काम फेरि मेरो बवाल ठुलो मेसिन बनाउने हो कि। फेरि तपाईँले हेर्दा पत्याउन होइन, तर म चाहिँ हेल्पर होइन भए पनि मैले नै धेरै काम गर्नुपर्छ कि। फेरि सबभन्दा मैले नै सबभन्दा धेरै काम गर्नुपर्छ, तर म चाहिँ हेल्पर हो। फेरि तपाईँले बुझ्दैन भने चाहिँ फेरि माछे डेन्जर मजा आउँछ केटा। आऊ केटा, आऊ दाउरा फोरेर पैसा कमाउन यत्रो घन छ। त्यो देखेछ नि घन, यो घन कम त ठुलो छ, फेरि गरौँ हो लास्टै ठुलो छ। त्यही हो केटा, ल केटा है, यस्तै हो केटा। ल मिल्यो भने आज हाल्छ, नत्र भने पछि सम्झिँदाखेरि हाल्छु। अहिले चाहिँ हाल्दिनँ होला, पछि यसो सम्झेको बेलामा हाल्छु। कपाल पनि औडी भयो कि, फेरि कपाल के हो नि यस्तो टोपी लगाएको थिएँ कि मैले होइन, त्यही भएर नि हो। त्यो बोरामा हालेर त्यसले, अब त्यो बोरामा हालेर चाहिँ टक्क राख्ने। फेरि भोलि बिहान फेरि मै लिन आउने, फेरि यहाँ दाउरा आगो फुक्नलाई, अब आगो फुक्ने टक्क लाएर अनि आगो ताप्ने हो। भैया मासरा त्यस्तै कामै यस्तै हो होइन। माल हो फेरि, मैले त नेपाल हो जस्तो लाग्छ कि। यहाँ आमा मात्रै हुने हो नि, ठ्याक्कै मलाई डाँडाबारी गएर जस्तै हुन्छ। डाँडाबारी गएर दाउरा परे जस्तो, तर यहाँ आमा छैन, भाइहरू छैन, त्यही मात्रै हो। आमा हुने भने के अरे घाँस झार्ने आइज भन्यो नि ठ्याम्मै गाउँतिर जस्तै हो होइन। त्यस्तै केटा होइन। ऊ आयो त्यो एउटा काले आयो, हाम्रो केरलाको साथी हो। फेरि हाम्रो साथी हो ऊ पनि, ऊ चाहिँ टोइलेट गरेर आएको अहिले चाहिँ कुदेर आयो। म पनि अहिले जाने एकछिनमा, एकछिनपछि टक्क 3 बजे ब्रेक आउँछ होइन, सर साइरन बज्छ, त्यसपछि टक्कला जाने हो। रमाइलो छ केटा हो, रमाइलो छ यस्तै एउटा है। ल दाउरा टक्क फोर्ने, त्यसले हेरेछ अब होइन, दाउरा फोर्ने टक्क लाएर पैसा कमाउने, दाउरा फोरेर पैसा कमाउने होइन।
दाउरा फर्के पैसा आता है म पनि फेरि मेरो साथी हो फेरि होइन केरलाको साथी हो मिल्ने छ जे होस् राम्रो छ टक्क लाएर हेरेछ भने लाइकसम्म दिनु न है लाइकसम्म दिनु अरू चाहिँ नगरिदिनु होला हेरेछ भने ठिकै छ त्यो अन्त नि है नहेर्नुहोस् हेरेन भने नहेर्नुहोस् हेरेछ भने चाहिँ लाइक चाहिँ दिनु है फेरि सम्झेर त्यो माया हो कि त्यो भनेको लाइक भनेको माया हो कि लाइक सेयर सब्सक्राइब कमेन्ट भन्छ नि त्यो माया हो त्यो दिए पनि हुन्छ नदिए पनि हुन्छ तर दिँदा चाहिँ राम्रो हो फेरि उनीहरूले के भन्दा चाहिँ उनीहरूको भिडियोमा के भन्छ तर नो प्रब्लम मलाई मैले बाल छैन मैले यिनीहरूसँग मैले डन हो फेरि आएको माया डन हो फेरि डन हो त्यसै चाहिँ कत्रो घन ल्यायो त्यसले ड्याममा हाल्यो यस्तो हेर्नुहोस् बलियो छ एकदम बलियो उमेर कति हो भन्दाखेरि फेरि 40-45 कति पुग्यो तर डेन्जर बलियो छ मजा आउँछ हेर्नुहोस् ड्याम हान्छ पावरफुल छ क्या म राम्रोसँग अनुहार पनि देखाइन्छ अझै उन्न रहेछ यार जुमै यार के भयो यस्तो जुम गर्नु लाग्यो जुमै नहुँदो रहेछ कि कस्तो हुनु रहेछ जुम गर्नु जुम गर्नु लाग्यो जुमै नहुँदो म अनुहार देखाइदिनु भनेको जुमै नहुँदो रहेछ जुम नहुँदो रहेछ साथीहरू छोडिदियो के अन्त अब यस्तै होइन अहिले म बनाउँछु चक्कर लगाएर गएर कोठामा त्यही हो आजलाई यति नै है पछि भेटौँला यार होइन अहिलेलाई चाहिँ यति नै हो ल बाई बाई त्यस्तै गरी आजको काम पनि सकियो साथीहरू आजको काम पनि सकियो है त आज काम पनि सकियो मान्छे जाँदैछ म यहाँ छु आज काम पनि सकियो है त यस्तो छ उतातिर सफा गर्दैछ केटाउले सफा दिँदैछ है यतातिर यस्तो छ मान्छे जाँदैछ फोटो फोटो यस्तो छ यतातिर यस्तो छ यतातिर हाम्रो मुदेर आउँदैछ हाम्रो मुदेर यता यस्तो छ यो यस्तो छ मेरो मुदेहरू फेरि दामी छ उहाँ चाहिँ 60 वर्ष पुगेको फेरि अब कामसाम भ्याइयो के 50 खोलेर टक्क लगाएर जाने रेडी हो म पनि अब रेडी छु यसरी नै म जाने अब हामीले बनाएको मेसिन हो यो चाहिँ अघि मैले ढाकेको यो यस्तो छ यो एकदमै भयङ्कर ठुलो हो यो यस्तो माथि छ यस्तो बबाल ठुलो छ है हामीले बनाएको मेसिन यो सब यसरी बनाएको छ हामीले म चाहिँ यस्तो छु See you guys. Cool.